म लागे मेरो विश्व सुन्दरी मेरो बुढीसँग फार्मर्स मार्केट। यो मार्केट चाहिँ समरको एभ्री स्याटरडे फार्गो नर्थ डाकोटामा लाग्ने गर्छ। यसमा चाहिँ हजुरले डिफ्रेन्ट भेन्डर्सदेखि लिएर अनि लोकल फार्मर्सहरूलाई भेट्न सक्नुहुन्छ। हामीले फ्रेस प्रोड्युस पनि किनिसक्यौँ। अहिले हामी चाहिँ हाम्रो फुड हन्टतर्फ लाग्दैछौँ। यहाँनिर यति धेरै खानाको परिकार पाइन्छ। यहाँनिर हजुरले मेक्सिकन फुडदेखि लिएर एजियन फुड, इन्डियन फुड, मेडिटेरियन फुड, अमेरिकन फुड, whatever you thinking, you will find that in this place. पेटले खाना नै खोजिरहेको थियो। अनि मेरो बुढीले एउटा स्टलमा देखेछ म्याङ्गो स्टिकी राइस। म्याङ्गो स्टिकी राइस चाहिँ मेरो बुढीको मात्रै फेभरेट होइन, मलाई पनि एकदम मनपर्ने डिस हो। यो डिसको ओरिजिन चाहिँ थाइल्यान्डबाट सुरु भएको, यो चाहिँ अराउन्ड 19th सेन्चुरीमा सुरु भएको डिस हो एन्ड इट इज सो डिलिसियस। अहिले हेन्ड चाहिँ मलाई देख्न सक्नुहुन्छ, मैले मेक्सिकन डिस मगाउँदैछु। यो डिसको नाम चाहिँ इम्पनाडास हो। हाम्रो अर्को साइडमा यहाँनिर फार्मर्स मार्केट भइरहेछ। हामीले तरकारीहरू सबै किनिसक्यौँ होइन। अहिले चाहिँ हामी खाजा खान लागेको छौँ। अनि हाम्रो खाजामा अहिले हामीसँग छ म्याङ्गो स्टिकी राइस अनि हामीसँग के छ खाना? Empanadas. We are going to try this food and let you guys know. हजुर टेस्ट गर्छु त? सस कस्तो लाग्यो? It's good. अलिक धेरै फिलिङ्स अलिक धेरै हुन्छ जस्तो लागेको थियो। उसको मिटको अलिक रहेनछ है। के अरे भेजिस धेरै छ जस्तो। अलिक धेरै भेजिस भयो त लिटरली यो के अरे मेक्सिकन समोसा जस्तो हो। I thought it was a Filipino dish. म त मेक्सिकन जस्तो लाग्यो। इम्पनाडास हुन्छ मेक्सिकन हो। Oh yeah. Come and check it out, Red River Farmers Market.